सबैलाई नमस्ते। आज हामी एउटा अर्ग्यानिक तरिकाले खाना बनाएर खाँदैछौँ। हेर्न सक्नुहुन्छ, योहरू गाउँमा बसेर यो हामी बन्दा लिँदैछौँ। यो एउटा बन्दा लियो। अब यसलाई पखाल्दैछौँ राम्रोसँग, सफा पानीले राम्रोसँग पखाल्न पर्यो। यसको हामी अचार बनाउँछौँ। यो बन्दा अब पखालिसक्न लाग्यो। अब यता हामी लसुन पिन्दैछौँ अचारको लागि, दालको लागि, तरकारीको लागि। यता दाल बसालिराखेको छ, आगो बलेको छ ठुलो। र यता तरकारी काटेर तयार छ, प्याज पनि तयार छ। यो लोकल टमाटर, यसबाट हामी चाहिँ प्योर सिलौटामा पिसेर चटनी बनाउँछौँ। एकदम अर्ग्यानिक चटनी, मिठो स्वादमा, जङ्गलमा फलेको टमाटर। अब हामी यो टमाटरमा सबै कुरा हाल्छौँ। यहाँ दाल पाकिसक्यो, धनियाँ, पुदिना, नुन, बेसार, यो चाहिँ टिमुर, यो मसला थोरै, बेसार, मसला, टिमुर हालेर हामी यसलाई थोरै तयार गऱ्यौँ। यो चटनीको लागि लसुन, यो फेरि खुर्सानी पनि। अब यहाँ चाहिँ मसला, तरकारीको लागि स्पेसल मसला पिनिँदैछ। यो तरकारीको लागि मसला, गाउँको पहाड यस्तो छ, हेर्नुहोस्। अब यहाँ सिटी लाग्यो कुकरको, दाल यहाँ मसला पिसेर तयार हुन लागिसक्यो। हाम्रो घर यस्तै छ, हेर्नुहोस्। अब हामी तरकारीको लागि कराई निकाल्दैछौँ। आगो बलिरहेको छ, कराई बसालियो तरकारीको लागि। दाल पाकिसकेको छ। अब मसला तयार छ, तयार भइसकेको छ मसला, आगो बलिराखेको छ। अब यो चटनी पिन्न लाग्दैछ, हामी चटनी पिन्दैछौँ। तरकारीको लागि कराई रेडी छ। मेथी हालियो। आगोमा पकाएर यसरी खानुको मजा नै छुट्टै छ। खुर्सानी दुईटा, त्यो पिरो खाएपछि खान मिल्यो। जिरा, धनियाँ, मेथी। यता चटनी पिनेर तयार भइसकेको छ लगभग, हेर्नुहोस्। टमाटरको लोकल चटनी। यहाँ अब यो खुर्सानी फुरिसकेको छ। अब हामी प्याज हाल्छौँ। प्याज पनि पाकिसक्न लागेको छ, रातो भइसक्यो। अब हामी तरकारी हाल्छौँ, मिक्स भेज तरकारी हालिसकेका छौँ। बिस्तारै यसलाई चलाउनु, बिस्तारै सानो आगोमा भुट्नु। हामीले यसरी बनाउँछौँ। नुन हालियो। अब यसलाई एकछिन छोप्ने। अब हामीले बेसार मसला हालिँदैछ। नुन, बेसार, मसला, पिसेको मसला हालियो। यता चटनी हाम्रो तयार छ। है, तरकारी पनि तयार हुन लागिसक्यो। तरकारी तयार हुन केही समय मात्रै लाग्दैछ। हेर्नुहोस्, यसरी गाउँमा पकाएर खानुको मजै छुट्टै। अब हामी यता अचारको लागि बन्दा काट्दैछौँ। बन्दाको अचार बनाउनको लागि आगो बल्दैछ। अचार झान्नको लागि हामीले यो फ्राई पनि राखियो। यता भैँसी छन्, यी भैँसीको दुध पनि हुन्छ। दाल निकालिँदैछ। अब यो दाललाई झान्ने प्रक्रिया हुन्छ। चामल भिजाइएको छ। यी भातको लागि तरकारी रेडी। अचारको लागि अब अचार यहाँ झानिन्छ। हामीले अचार झानियो। अचारमा थोरै चुकमिलो, प्योर लोकल चुकमिलो। ल, यो अचार पनि चामल हामी अब हालिँदैछ कुकरमा। चामल कुकरमा
10 भइसकेको छ। अब हामी राइस बसाल्छौँ। राइस बसालिसकेपछि अब हामी यो दाल झान्ने प्रक्रियामा छौँ। दालको लागि लसुन प्याज अदुवा मसला जिरा सबै हालेर दाल झान्दैछौँ। हेर्नुहोस् तातो तातो चिसो मौसममा दाल पनि झानिएको छ। यसरी गाउँको लोकल स्टाइलमा अब हामी खान्छौँ। पस्किँदैछौँ, मम्मीले पस्किँदै हुनुहुन्छ। अब हामी झ्याप खाने। हजुरहरूलाई कस्तो लाग्छ यो भिडियो एकपटक लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु हुन नभुल्नु होला। मेरो सानो प्रयास हजुरहरूमा पस्केको छु। अहिलेसम्म बनाएको पनि थिएन, आज फर्स्ट टाइम एउटा भिडियो बनाएको। अब दाल हाल्ने च्याट्ट दाल भात तरकारी अचार चटनी हालेर हामी खान्छौँ। अब च्याम्म यसरी फलेको हुन्छ तरकारीहरू, आफ्नै बारीमा टिप्ने हो। पछि म यस्तै राम्रो भिडियोहरू लिएर आउनेछु। प्लिज सब्सक्राइब लाइक कमेन्ट गरिदिनु हुन हजुरहरूलाई अनुरोध गर्दछु। यस्तै छ हाम्रो गाउँ, हेर्नुहोस् फल्छ तरकारीहरू सबै कुरा। ल हेर्नुहोस्, आउनुहोस् हजुरहरू पनि गाउँमा चिसो हावाको साथमा तातो तातो खाना आगो